सही मसीह प्रिय मित्र, स्वागत छ। अहिले हामी हेर्नेछौँ बाइबलका प्रेरणादायक वचनहरू, आशा र विश्वासको स्रोत। ल सुरु गरौँ है त। तर कृपया भिडियो पुरा हेर्नुहोस् है हजुर। बाइबल परमेश्वरको वचन हो जसले हाम्रा हृदयलाई शान्ति, आशा र बल प्रदान गर्छ। आज हामी केही प्रेरणादायक बाइबलको वचनहरू सुन्नेछौँ जसले तपाईको विश्वास बलियो बनाउनेछ। यशाया 41 अध्यायको 10। यसैले नडरा किनकि म तोसित छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु। यो वचनले हामीलाई सम्झाउँछ कि हामीले डराउनु पर्दैन, किनभने परमेश्वर सधैँ हाम्रो साथमा हुनुहुन्छ। जब हामी कठिनाइमा पुग्छौँ उहाँले हामीलाई बल दिनुहुन्छ। फिलिप्पी 4 अध्याय 13। जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। कहिलेकाहीँ हामीलाई हाम्रो अनेकौं परिस्थितिहरू असम्भव जस्तो लाग्छ। जब हामी परमेश्वरमा विश्वास गर्छौँ केही पनि असम्भव हुँदैन। मत्ती 11 अध्याय 28 पद। हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। जब हामी थकित वा निराश महसुस गर्छौँ येशू हाम्रो लागि आश्रय हुनुहुन्छ। उहाँकै नजिक जाउँ र उहाँले हामीलाई शान्ति दिनुहुन्छ, विश्राम दिनुहुन्छ। यो वचनहरूले तपाईलाई प्रेरित गरेको छ भन्ने आशा गर्दछु। यदि तपाईलाई मन पर्यो भने कृपया लाइक, शेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। प्लिज लाइक, शेयर एन्ड सब्स्क्राइब। प्रभु येशूले तपाईलाई आशिष देऊ। जय मसीह। धन्यवाद। भिडियो हेर्नु भएको लागि धेरै धेरै धन्यवाद।